एक हल गोरुको 60,000 भो त अरे सुतेको स्वाग आमा कुखुरा सुताई बाबै घाँस काट्न अल्छी लाएर यहाँ गोरु चराइसक्यो बारीमा ऊ यता बाख्रा टन्ने यो मकै बारी भयो। अब मकै पहिला चाहिँ अब मकै भित्रै यो मकै भाँचेर पाकेको भाँचेर नपाकेको यत्तिकै राखेर छाँटेर अनि यो झार काटेर अनि खन्दै अनि रोप्थ्यो। यसपालिदेखि चाहिँ पोहोरदेखि चाहिँ यो पुरै काट्ने मकै सके भाँच्ने ढोड काट्ने अनि घाँस काट्न झार काट्न अल्छी लाएर बाख्रा छोडिदिने गोरु छोडिदिने कुखुरा चर्न आउने अनि साला सुलो जोत्ने अनि ड्याङ कोदो रोप्छ। आएपछि यस्तो छ है गाउँतिरको हालखबरी। हामी छौँ यता घाँस काट्नु नि पर्दैन झार काट्नु नि पर्दैन गोरुले जोती बाउसे गर्ने रोप छँदैछ। यस्तै छ गाउँतिरको हालखबर। घाम टिलिक्क लाग्यो मस्त लागेर त्यही हो गोरु यस्तो छ गोरु। एक हल गोरुको 60,000 भो त अब ट्र्याक्टर किनेर चलाउनु पर्छ गाउँमा ट्र्याक्टर। एक हल गोरुको त्यो र योको 60,000 गाह्रो छ त्यसले खाल है बोट। यो चाहिँ के को बिरुवा रे मम्मी यो दुइटा बुद्ध चित्तको बिरुवा यो दुइटा यो र यो चाहिँ यो यसरी देखाउनु हुन्न होला। यो र यो चाहिँ बुद्ध चित्तको बोट। इन्कम हुन्छ योबाट जोस् अलिअलि धेरै टाइम अलिअलि इन्कम हुन्छ त्यही हो। सो यस्तो छ है। मकै पहिलाको जस्तै फल्छ कि मम्मी फल्दैन ए मकै सत्रममै फल्छ सत्रममै घाँस तन्ने बाख्रा मुनि हेर पेट बाख्राको डुम पेट भइसक्यो। त्यही पनि जति खाइन नपुग्ने कि पशु पन्छीलाई चाहिँ बोका चाहिँ फेरि खाँदै नि यत्रो पित्ली उसलाई मन परायो मात्रै खाँदै केही राख्दै भइहाल्यो नि यो बोटमा चाहिँ केही राख्दै भइहाल्यो नि। यही बोट है यो हुर्किनु लाग्छ 2-3 वर्ष अनि बल्ल यसले फुल फुल्छ अनि 5 वर्षपछि बल्ल यसको फल पाउँछ। जसरी आइमे मान्छेले 9 महिना पुगेपछि हामी जस्तै मान्छ त्यसरी नै पनि 5 वर्ष पुगेपछि केही कुरा फुल्छ ओर्छ अनि यसले नि अलिअलि दक्षिणा दिन्छ भनौँ वर्षले एनुअल्ली अलिअलि पैसा आउँछ। सो देयर इज अ इन्कम सोर्स भन्नु पऱ्यो गाउँको मान्छेहरूलाई चाहिँ। अनि अहिले चाहिँ गाउँको मान्छेहरू सबैले यस्तै लगाएको प्रायः। हजुर अब सो म भैँसीलाई पानी दिन जान लागेको। घाम भएन भने चाहिँ मेरो फेरि ब्राइटनेस चाहिँ कस्तो आउँछ क्या फेरि राम्रै आउँदैन। अघि भर्खर कस्तो राम्रो आयो अहिले राम्रै आउँदैन। यस्तै छ। अब म भैँसीलाई खोलिदिन्छु। सो त्यही हो कुखुरा अहिले यता ऊ तलतिर चर्कान्छ तलतिर हान्लासै बज्या फेरि मलाई। सो यस्तै छ गाउँघरतिर गोरु यता अर्को गोरु। सो त्यही हो गाइस। तल घर चमा घर यो हाम्रो घर त्यो कटेर हाम्रै हो पल्लो पनि हाम्रै हो त्यही हो। सो गाउँको सहरको मान्छेहरू पेट्रोल छर्केर मर्ने के हुने हुन्छ। गाउँमा आउने जग्गा लिजमा लिने मस्त कमाइ गर्ने खानुलाई नि पुग्छ लाउनुलाई नि पुग्छ पैसा नि जमिन्छ। अझ राम्रोसँग काम गऱ्यो भने विदेश गएर पैसा कमाउन जत्तिको हुन्छ। तर आई थिङ्क अब युवाहरूले हेर्नै पर्छ केही न केही 2-4वटा बुङ्गुर पाल्ने 2-4वटा भैँसी पाल्ने 2-4वटा गडा 12वटा खसी बाख्रा पाल्ने कुखुरा पाल्ने गऱ्यो भने त गाउँमा पनि छ नि खान बस्नलाई। अनि अलिअलि दिगो विकास हुने हो भने दिगो काममा अलिअलि पैसा आउने हो भने त गाउँमा बसेर मजाले गर्दा नि हुन्छ क्या अलिकति खट्नु सक्ने हुन्छ। अब आफू पहिले सानोदेखि नै सहर छिर्यो है यसले अलिअलि दुध दिन्छ अरे छोरी भाइले ब्याउनी छ भने चाहिँ ब्याउँछ कि ब्याउँदैन थाहा छैन पर्यो। उसो गाइस त्यही हो गाउँतिर यस्तै छ। घर भइहाल्यो। सो हाम्रो घर यस्तै छ। जति घर बनाए पनि नपुग्ने फेरि अर्को घर बनाउनु भन्छ। अब हेरौँ पर्यो वा। सो यस्तै म टनाटन पुरानो रेडियो म सानो हुँदै ल्याएको थिएँ अहिलेसम्म यही चलिरहेको छ। जोस् भनौँ अब समाचार गर्छ भनौँ यस्तै हो गाइज के गर्नु गाह्रो छ जे जस्तो भयो नि त्यही हो। सो थ्याङ्क्स फर वाचिङ एन्ड एडिट के